नमस्ते साथीहरू। आज म यो मुलाको साग काट्दैछु। आज यो भिडियो खास गरेर किन बनाउन लाग्छु म मेरो बनाउने कारण चाहिँ यो आफ्ना दुश्मनहरूको लागि बनाउँदैछु कि दुश्मनहरूको लागि मलाई धेरै जल्ने खाना दुश्मनहरूको लागि बनाउँदैछु म। दुश्मनहरू धेरै जल्ने गर्छन्, धेरै उखल्ने गर्छन् अनि खास गरी त्यो दुश्मनहरूको लागि बनाउँदैछु म। जलेर राग होलान् भनेर। मलाई काउन्टिङमा गर्दैनन् झोला रानीका छोराहरू। मलाई के भन्छन् कि यो मान्छे त बौला हो, यस्तो हो उस्तो हो भनेर भन्छन्। अनि त्यसमा मेरो बारेमा धेरै गलत टिप्पणी लेख्ने गर्छन्। अब केही गर्न नसक्ने, दोस्रोलाई पनि गर्न नदिने रानीका छोराहरू पैर खिचाल्ने काम गर्छन्, आग लगाउने काम गर्छन्, एक दोस्रोलाई आपसमा झगडा गर्ने, मान्छेहरूलाई रुलाउने, मान्छेलाई उल्झाउने काम गर्छन्। त्यही भएर मैले आज भिडियो बनाउँदैछु तिनीहरूको लागि। म त यस्तै रिल बनाउँदै जाने हो, यस्तै अगाडि बढ्दै जाने हो। कसैको खुट्टा तानेर म त मेरो खुट्टा तानिने होइन, म पछाडि पढ्ने होइन। मलाई मिहिनेत आफ्नो दिमाग र आफ्नो क्षमताले म अगाडि बढ्दैछु। म कसैको 1 रुपियाँ पनि खाएको छैन, नखाएको छैन, खान पनि चाहन्न। मलाई त्यति उ पनि छैन। बनाउँदैछु साग पानी, जीवनको रात पानी। बनाउँदैछु साग पानी,